ल अब हाम्रो चाहिँ यहाँ निकै नै डेन्जर भएर अब 8 महिना नआउने भयो मान्छे पसकी बगाइहाल्ने स्थिति छ अब हामी चाहिँ यहाँ परबाट यो खुड्किला बाटो यहाँ साँझबाट लगेर बारीबाट निकाल्ने निर्णय गऱ्यौँ ल है अब के हुने यहाँ भिडियो अब खतरा हुनेवाला छ है ल है ल ल हाम्रो मुन्ना दाजुले चाहिँ आज है खोलायो पढेर बाइक घुमाउनु हुँदैछ आज गेम खेल्न गएको थियौँ ठुलो पानी परेर है गेम पनि छोड्यो खोला यतै यस्तो आएको छ बाइक तार्नु नसकेको कारण चाहिँ आज हामी ल ल है हामी बाइक लिएर गयो फाल्टो बाटो यो बाटो आउँछौँ हामी यो बाटो यो पुलबाट आज बाइक बोकेर यो खोला ठुलो भएर ल ल ल मुन्ना चाहिँ चट्ट लाएर जानु हुँदैछ है ल ल ल ल बिस्तारै ल ल स्टार्ट बन्द भयो ल है त बिजो अप्ठ्यारो बाटो छ है दाजु ओ ल ल ल राइडर है राइडर ल ल ल ल ल ल मुन्ना दाजु है यस्तो अप्ठ्यारो बाटोमा लानु भइरहेछ है बाइक चट्ट लाएर